अर्को क्वेसन छ 5 नम्बरमा यो हाम्रो चेन्ज अफ स्टेट ल्याटिट्युड रिलेटेड क्वेसन छ 50 ग्राम अफ आइस एट 0 डिग्री सेल्सियस इज मिक्स्ड विथ 50 ग्राम अफ वाटर एट 60 डिग्री सेल्सियस द फाइनल टेम्परेचर अफ द मिक्सचर विल बी भनेर सोधिरहेछ। यस्तो केसमा यो आइस र वाटर मिसाउने केसमा जेनरली कहिलेकाहीँ के हुन्छ भन्दा सधैँ आइस पग्लिनै पर्छ भन्ने छैन। कहिलेकाहीँ आइस पग्लिने केस पनि हुनसक्छ, कहिलेकाहीँ आइस नपग्लिने केस पनि हुनसक्छ। त्यही भएर हामीले पहिला सुरुमा चेक गर्न पर्ने चिज के हो भन्दा आइस चाहिँ मेल्ट हुन्छ कि हुन्न, पुरा आइस मेल्ट हुन्छ कि हुन्न। त्यसको लागि यदि मास सेम छ, आइसको मास र वाटरको मास जुन हाम्रो क्वेसनमा पनि सेम छ, यदि आइस र वाटरको मास सेम छ भने वाटर यो आइसलाई पगाल्नको लागि 0 डिग्री आइसलाई पगाल्नको लागि पानीसँग हुनपर्ने मिनिमम टेम्परेचर हो 80 डिग्री सेल्सियस। यदि पानीसँग 80 डिग्री सेल्सियस वा त्योभन्दा बढी टेम्परेचर छ भने बल्ल आइस पग्लिन्छ। तर अहिलेको क्वेसनमा हाम्रो कति छ, जम्मा 60 डिग्री सेल्सियस छ। यसको मतलब के हो भन्दा यो आइस नपग्लिनेवाला क्वेसन हो भनेर बुझ्न पर्यो। किनभने 80 डिग्री भन्दा 60 डिग्री कम भयो नि त, 80 अथवा 80 भन्दा बढी भयो भने मल्ल आइस पग्लिन्छ। भनेपछि यो हेर्दा न्युमेरिकल बेस्ड क्वेसन हो, तर पनि हामीले यहाँ न्युमेरिकल नगरिकन सिधै के लेख्न सक्छौँ भन्दा यहाँ आइस पग्लिनेवाला छैन भनेर बुझ्न पर्यो। पुरै आइस नपग्लिने बित्तिकै हाम्रो फाइनल टेम्परेचर हुन्छ 0 डिग्री सेल्सियस। यदि आइस पग्लेन भने हाम्रो आन्सर कति हो, 0 डिग्री सेल्सियस हो। यो पनि आइस नपग्लिने केस हो, त्यही भएर द फाइनल आन्सर इज 0 डिग्री सेल्सियस। यसलाई हामीले न्युमेरिकल गर्नेवाला छैनौँ, यसको डाइरेक्ट हामीले बुझ्न पर्यो। यदि आइस पग्ले छैन भने त्यसको फाइनल टेम्परेचर हुन्छ 0 डिग्री सेल्सियस। यदि तपाईँले लेट द फाइनल टेम्परेचर छिटा भन्दै गर्न थाल्नुभयो भने जुन अरू हिसाबमा हामीले गर्छौँ कहिलेकाहीँ, त्यस्तो गर्दै गर्दै थाल्नुभयो भने त्यति बेला तपाईँको आन्सर -10 पनि आइदिन सक्छ। किन -10 आउँछ भन्दा त्यसलाई सल्भ गरेर हेर्नुभयो भने -10 पनि आउँछ है, लेट द फाइनल टेम्परेचर छिटा भन्दै गर्नु भने। तर -10 त आन्सर आउन पोसिबल छैन, किनभने 0 डिग्री र 60 डिग्री मिसाउनुपर्छ। जहिले पनि कुनै दुईवटा चिज मिसाउँदा टेम्परेचर जहिले पनि के हुन्छ, यो दुईटाको बिचमा गएर बस्दिन्छ। 0 आउन सक्छ, 60 आउन सक्छ, अथवा दुईटाको बिचमा आउन सक्छ। योभन्दा कम योभन्दा बढी चाहिँ कहिले पनि आउँदैन हैन। त्यही भएर यदि -10 आइहाल्यो सल्भ गर्दा, किन आउँछ भन्दा हामीले मेल्ट नहुने चिजलाई मेल्ट हुन्छ भन्दै हिसाब गर्न थाल्यो भने त आन्सर बिग्रिन्छ। त्यही भएर -10 आउन सक्छ, त्यही भएर यो -10 चाहिँ आन्सर होइन भनेर बुझ्न पर्यो। किनभने मेल्ट भएको छैन भने हाम्रो आन्सर चाहिँ कति हो, 0 डिग्री सेल्सियस हो। यसमा कन्फ्युजन हुन भएन। अब अर्को क्वेसनतिर मुभ गरौँ। 6 नम्बर सेम त्यस्तै आइसकै क्वेसन छ। यहाँ 20 ग्राम अफ आइस एट 0 डिग्री सेल्सियस इज मिक्स्ड विथ 20 ग्राम अफ वाटर एट 60 डिग्री सेल्सियस। सेम छ, 60 डिग्री छ, मास पनि अहिले पनि सेम छ। यो पनि कस्तो केस भयो, सेम त्यस्तै केस भयो भन्दा 80 डिग्री हेरौँ, 80 डिग्री छैन अहिले पनि पानीको टेम्परेचर, मास सेम छ तर पानीको टेम्परेचर अझै पनि 80 छैन। यस्तोमा दुई खाले क्वेसन सोध्न सक्छ। फाइनल टेम्परेचर कति हुन्छ भन्दै सोध्छ, कहिलेकाहीँ चाहिँ फाइनल टेम्परेचर नसोधेर हामीलाई कहिलेकाहीँ के सोधिदिन सक्छ, पुरा आइस त पग्लेन, कति आइस पग्लिन्छ भन्दै सोध्न सक्छ, अथवा कहिलेकाहीँ कति आइस पग्लिन्न भनेर सोध्छ, अथवा कहिलेकाहीँ वाट इज द एमाउन्ट अफ वाटर इन द मिक्सचर भनेर सोध्न सक्छ। यदि यस्तो टेम्परेचर सोध्यो भने डाइरेक्ट 0 डिग्री, यदि टेम्परेचर सोधेर मास सोध्यो भने त्यसको लागि पनि तरिका छ। हामी सबै प्रब्लम सल्भ गर्न जान्नौँ, हाम्रो त्यसको बेलामा तरिका छ। मास अफ आइस इन द मिक्सचर, कहिलेकाहीँ धेरै यो पनि सोध्छ, मास अफ आइस इन द मिक्सचर सोध्यो भने, यदि अहिले हामीलाई वाटर सोधिरहेछ, यदि आइस सोध्यो भने त्यति बेला हामीले के गर्छौँ भन्दा सिम्पल तरिकाले निकाल्छौँ। यो रिलेसनले त्यो काम गर्छ, m/80 × 80 - थीटा गरेर हामीले के गर्छौँ, मास अफ आइस रिमेनिङ इन द मिक्सचर भन्दै निकाल्छौँ। यो 80 कहाँबाट आयो जस्तो लाग्छ हजुरलाई? 80 कहाँबाट आउँछ भन्दा हामीले ल्याटिट्युड अफ फ्युजन अफ आइस 80 क्यालोरी पर ग्राम भन्दै पढ्छौँ। त्यही 80 त्यही एलएफ को भ्यालु राख्दा हाम्रो 80 आएको। अब यहाँ हामीले भ्यालु राख्दियौँ भने यम भनेको मास हो, जुन चाहिँ दुईटैको एउटै हुन्छ, किनभने हामीले यो ट्रिक एप्लाई गर्छौँ जति बेला मास दुईटैको सेम हुन्छ। अनि यो थीटा भनेको टेम्परेचर अफ वाटर हो है। अब एमा भ्यालु लगाएर हालिदिने भने मास हाम्रो कति छ, 20 छ, 20 / 80 × 80 - थीटा, थीटा भनेको हाम्रो 60 डिग्री छ। यो गर्ने बित्तिकै 20 4 × 80, यहाँ 80 - 60 भनेको 20 भयो, 80 - 20 भएपछि 4 5 × 20, 5 ग्राम। यो मास हो 5 ग्राम, मास अफ आइस इन द मिक्सचर। यदि क्वेसनले आइसको मास सोधेको भए सिधै हाम्रो आन्सर हुन्थ्यो 5 ग्राम। तर अहिले हामीलाई क्वेसन सोधेछ द एमाउन्ट अफ वाटर इन द मिक्सचर भनेर सोधिरहेको छ। द
द अमाउन्ट अफ वाटर इन द मिक्सर भन्यो भने हामीले के गर्न पर्यो भन्दा आइसको मास छ यहाँ, वाटरको मास छ अलरेडी 20 ग्राम। अब आइस रहेछ जम्मा 5 ग्राम। यदि 5 ग्राम आइस रह्यो, 20 ग्राम आइसमा 5 ग्राम आइस रह्यो भने कति पग्ल्यो त भन्दा 15 ग्राम आइस त पग्ल्यो। 15 ग्राम आइस पग्लिसक्यो। 15 ग्राम आइस पग्लेपछि यो आइस पग्लेर बन्ने चिज के हो? वाटर नै हो। 15 ग्राम आइस पग्ल्यो, पानी बनिसक्यो। 15 ग्राम पानी बन्यो, पहिलाको 20 ग्राम पानी अलरेडी छ भनेपछि 20 ग्राम प्लस 15 ग्राम टोटल कति भयो? 35 ग्राम भयो। त्यही भएर टोटल आन्सर हाम्रो फाइनल आन्सर हो 35 ग्राम। यसमा हामीले मास अफ आइस सोधे भने पनि काम गर्न सकियो। नभए होइन मैले मास अफ वाटर डाइरेक्ट निकाल्छु भन्ने सकिन्छ। यदि मास अफ वाटर इन द मिक्सर डाइरेक्ट निकाल्न छ भने त्यसको लागि पनि तरिका छ। m/80 80 प्लस थीटा गरिदिनु भयो भने तपाईको डाइरेक्ट मास अफ वाटर इन द मिक्सर पनि आउँछ है। त्यही भएर फर्मुला कन्फ्युजन हुन्छ। त्यही भएर एउटै फर्मुला याद गर्ने, m/80 × 80 - थीटा गर्नुभयो भने त्यो मास अफ आइसको फर्मुला हो। यदि यहाँ प्लस राख्नुभयो भने मास अफ वाटरको फर्मुला त्यो पनि भन्छ। त्यसरी पनि सल्भ गर्न सकिन्छ। सिधै त्यतिखेर डाइरेक्ट आन्सर आउँछ। m/80 / 80 प्लस थीटा गरिदिनु भने सिधै तपाईँको 35 ग्राम त्यो पनि आउँछ। ल अब हामी मुभ गर्दैछौँ अर्को क्वेसनमा। क्वेसन नम्बर 7, द अमाउन्ट अफ हिट रिक्वायर्ड टु कन्भर्ट 1 ग्राम अफ आइस एट -10 डिग्री सेल्सियस टु स्टिम एट 100 डिग्री सेल्सियस। यो पनि ल्याटेन्ट हिट सम्बन्धी क्वेसन नै छ। अब यहाँ -10 डिग्री आइसलाई तताउँदै 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 तपाईँले स्टिम 100 डिग्री स्टिम बनाउँदा कति अमाउन्टमा हिट चाहिन्छ भनेर सोधेछ। यसको लागि अब हामीसँग हिटको दुईटा फर्मुला छ। यदि टेम्परेचर चेन्ज भइरहेको छ भने त्यति बेला हिटको फर्मुला हो Q = mSdθ। मैले सिम्पली स्पेसिफिक हिट क्यापेसिटीलाई यस नै राखिरहेको छु। डेटाले चेन्ज इन टेम्परेचर दिन्छ, यमले मास दिन्छ। यो फर्मुला सानैदेखि पढिरहेको फर्मुला भयो। अर्को फर्मुला छ यदि स्टेट चेन्ज भयो भने अर्को फर्मुला छ Q = mL। यो दुईटा फर्मुलाले हामीले हिसाब गर्नेवाला छौँ। अब स्टेट चेन्जमा पनि सोलिडबाट लिक्विड भइरहेको छ भने ल्याटेन्ट अफ फ्युजन LF राखिदिने र लिक्विडबाट भ्यापर भइरहेछ भने ल्याटेन्ट अफ भ्यापराइसन LV राखिदिने। अब यहाँ हेऱ्यौँ भने हाम्रो -10 डिग्रीको आइस छ, यसलाई हामीले स्टिम बनाउँदैछ 100 डिग्रीको। एकैचोटि जहिले पनि ख्याल गर्ने, एकैचोटि दुईटा प्रोसेस एकैचोटि नगर्ने। जस्तै टेम्परेचर पनि चेन्ज गरिदिने, स्टेट पनि चेन्ज गरिदिने, त्यो एकैचोटि नगर्ने। जस्तो 0 डिग्री आइस कहिले पनि डाइरेक्ट 1 डिग्री वाटर बन्दैन। 0 डिग्री आइस यदि तपाईँले तताउनु भयो भने त्यो बन्ने भनेको 0 डिग्री वाटर, त्यहाँ फेज चेन्ज मात्रै हुन्छ, त्यहाँ टेम्परेचर चेन्ज हुँदैन। अब हाम्रो अहिले आइसको टेम्परेचर स्टार्ट गर्न पर्यो। जति क्वेसनले दिएछ त्यहाँबाट -10 डिग्रीको आइस छ। -10 डिग्रीको आइसलाई तपाईँले तताउनु भयो भने यो आइसको पग्लिने टेम्परेचर होइन, किनभने पग्लिने टेम्परेचर आइसको कति हो? 0 डिग्री सेल्सियस हो। यदि -10 डिग्रीको आइसलाई तताउनु भयो भने यो पहिला बन्छ 0 डिग्रीको आइस। यहाँ के भयो? यहाँ मात्र हाम्रो टेम्परेचर चेन्ज भयो र यो केसमा हामीले फर्मुला लाउँदैछौँ mSdθ र यहाँ हामीले स्पेसिफिक हिटको भ्यालु राख्दैछौँ आइसको, किनभने यहाँ टेम्परेचर चेन्ज आइसको भइरहेको। त्यस्तै गरी अब 0 डिग्री आइसलाई अझै तताउँदै जानुभयो भने यो के बन्छ? पग्लिन्छ, किनभने आइसको टेम्परेचर अब 0 भन्दा माथि जान्न, यो पग्लिन थाल्छ र बन्छ 0 डिग्रीकै वाटर। मैले अघि पनि कुरा गरिसकेँ, एकचोटिमा एउटा काम गर्ने। यहाँ टेम्परेचर मात्रै बढिरहेछ, यहाँ चाहिँ के भइरहेछ? स्टेट चेन्ज भइरहेछ, टेम्परेचर चाहिँ सेम छ। अब 0 डिग्री वाटर पछि अझै तताउँदै जानुभयो भने यो बन्छ 100 डिग्रीको वाटर। यहाँ पनि टेम्परेचर चेन्ज भयो, स्टेट सेम छ, वाटर नै छ। अब यतिमा काम कम्प्लिट छैन, किनभने 100 डिग्री त पुर्याउन छ तर स्टिम बनाउनु छ। त्यो यसलाई अझै तताउनु पर्यो, त्यसपछि बन्छ 100 डिग्रीकै स्टिम। यसरी हाम्रो काम सकियो। अब यसको लागि अब फर्मुला हेरौँ। यसको लागि मैले टेम्परेचर चेन्ज भयो mSdθ फर्मुला लगाइसकेँ। यहाँ चेन्ज इन टेम्परेचर कति त भन्यो भने -10 देखि 0 चेन्ज गर्दा जहिले पनि ठुलोबाट सानो घटाइदिउँ। हामीले हिट चाहिएछ हामीलाई 0 -10 गऱ्यो भने 10 आउँछ। नभए सिम्पली कति फरक पर्यो भन्दा हेरे पनि हुन्छ। फरक कतिको पर्यो भन्दा 10 को फरक पर्यो। त्यही भएर यो डिस्टाको ठाउँमा मैले 10 युज गर्छु। र स्पेसिफिक हिट क्यापेसिटी अफ आइस, स्पेसिफिक हिट क्यापेसिटी अफ आइसको भ्यालु हो 0.5 क्यालोरी पर ग्राम पर डिग्री सेल्सियस। यो भ्यालु मैले युज गर्दैछु। अब त्यो युज गरेर मैले अहिले भ्यालु राख्छु। यसको केसमा जाम 0 डिग्री आइसलाई 0 डिग्री वाटरमा बनाउँदा यसको केसमा फेज चेन्ज भइरहेछ, टेम्परेचर जेको त्यही छ। यो फर्मुला युज गरिन्न हामीले। अब यहाँ युज गर्दैछौँ यो फर्मुला। यदि फेज चेन्ज भयो भने Q = mL। यल पनि कुन राख्ने भन्दा यो ल्याटेन्ट हिट अफ फ्युजन राख्नु पर्यो, किनभने यहाँ पग्लिरहेको छ। पग्लेको केस छ भने ल्याटेन्ट हिट फ्युजन भन्छ हामीले, ल्याटेन्ट अफ फ्युजन when solid changes into liquid।
त्यसैगरी यहाँ चाहिँ टेम्परेचर चेन्ज भइरहेको छ, त्यही भएर यसको लागि पनि मैले फर्मुला युज गर्दैछु msdθ, सेम फर्मुला, तर यहाँ टेम्परेचर कसको चेन्ज भइरहेछ, वाटरको चेन्ज भइरहेको छ, त्यही भएर यहाँ मैले स्पेसिफिक हिट क्यापेसिटी अफ वाटर राख्दैछु। सिमिलरली यसको लागि फर्मुला छ, यहाँ पनि स्टेट चेन्ज भयो, स्टेट चेन्ज हुँदा ml फर्मुला राख्दैछु ml, तर स्टेट चेन्ज हुँदा यहाँ चाहिँ सोलिड लिक्विड बनिरहेको छैन, LF राख्नको लागि यहाँ चाहिँ के भइरहेछ, लिक्विड भ्यापर बनिरहेछ, त्यस्तो खाली ल्याटेन्ट हिटलाई हामीले ल्याटेन्ट हिट अफ भ्यापराइजेसन भनेर भन्छौँ। अब यसको भ्यालुहरू कति कति छ भन्यो भने यहाँ टोटल हिट रिक्वायर्ड, मैले अब सिधै भ्यालु हाल्दैछु। मास हामीलाई दिएकै छ, मास 1 ग्राम, 1 इन्टु स्पेसिफिक हिट क्यापेसिटी अफ आइस 0.5 इन्टु चेन्ज इन टेम्परेचर आइसको लागि 10 प्लस यो आइसको भयो प्लस mLF, यसमा भ्यालु राखौँ, मास 1 छ, LF को भ्यालु मैले भनिसकेँ 80 क्यालोरी पर ग्राम, यो mLF को भ्यालु हालेँ, प्लस यहाँ यो भ्यालु हाल्दैछु। अब मैले मास कति छ, 1 नै छ, स्पेसिफिक हिट क्यापेसिटी अफ वाटर 4200 जूल पर केजी पर डिग्री सेल्सियस, तो एसआई सिस्टममा हो। अहिले हामीले हिसाब किताब गरिरहेछौँ सिजिएस सिस्टममा, तर स्पेसिफिक हिट क्यापेसिटी अफ वाटर 1, र यसै गरी चेन्ज इन टेम्परेचर पानीको लागि यहाँ हेर्नु भने 0 डिग्रीदेखि 100 डिग्री छ, 100 प्लस यम मास छ 1 ग्राम, र एलबी को भ्यालु कहिलेकाहीँ राउन्ड अप गरेर हामीले 540 क्यालोरी पर ग्राम राख्छौँ, कहिलेकाहीँ 536 क्यालोरी पर ग्राम युज गर्छौँ है, राउन्ड अप गरेरलाई 540 गर्ने चलन पनि छ। अब आन्सरको लागि 540 क्यालोरी राखे पनि फरक पर्दैन, त्यति बेला अलिकति आन्सर डिबेट भयो भने सबभन्दा नजिकको भ्यालु जे छ त्यसैमा हामीले टिक लाउँछौँ। अहिलेलाई चाहिँ यो हिसाब क्याल्कुलेसन गरौँ, 0.5 इन्टु 10 5 भयो, प्लस यो 80 प्लस यो 100 प्लस 536। अब यो भ्यालु क्याल्कुलेसन गर्दा 536 प्लस 100 636, 636 प्लस 80 636 प्लस 80 716 प्लस 536 636 प्लस 80 716 प्लस यहाँ के छ, यो आइस यो सायद 100 डिग्री होला है, यो 100 डिग्रीको आइस होला, यो 100 डिग्रीको आइस हो है, 100 डिग्रीको आइस भयो भने यहाँ 50 आउँछ, बल्ल आन्सर म्याच हुन्छ है, गर्दा 766 क्यालोरी यो हाम्रो आन्सर। यो आइस चाहिँ -100 डिग्रीमा छ है यसलाई, ल यसरी हाम्रो अप्सन छ 766 क्यालोरी हिट हामीलाई आवश्यक पर्छ। त्यस्तै गरी क्वेसन नम्बर 8 मा मुभ गरौँ। क्वेसन नम्बर 8 मा छ अ सोलिड सब्सटेन्स कन्ट्र्याक्ट्स एन्ड मेल्टिङ। कुनै सोलिड सब्सटेन्स चाहिँ पग्लेर कन्ट्र्याक्ट भइरहेछ, जस्तो हाम्रो कुनै एक्सपान्ड हुन्छ, कुनै कन्ट्र्याक्ट हुन्छ, जस्तै मोमबत्ती लियौँ भने वाक्सहरू भयो भने यो चाहिँ मेल्ट हुँदा एक्सपान्ड गर्छ, जस्तै सोलिड वाक्स भन्दा लिक्विड वाक्सको भोल्युम चाहिँ बढी आउँछ। तर यहाँ के भनिरहेछ, कन्ट्र्याक्ट भनेछ, कन्ट्र्याक्ट भने झन् भोल्युम कम हुने, पग्लेपछि भोल्युम कम भयो, त्यो कसको लागि हुन्छ, आइसको लागि हुन्छ। यदि तपाईँले 0 डिग्री आइसलाई मेल्ट गर्नुभयो र 0 डिग्री वाटर बन्यो भने त्यति बेला चाहिँ यो आइसको भोल्युम बढी हुन्छ, वाटरको भोल्युम कम हुन्छ। त्यही भएर कन्ट्र्याक्सन मेल्टिङ छ भने त्यस्तो सब्सटेन्सको लागि प्रेसर बढ्दा मेल्टिङ पोइन्ट के हुन्छ भनिरहेछ। यदि त्यस्तो सब्सटेन्स छ भने, यदि भोल्युम बढ्नेवाला सब्सटेन्स छ, जस्तै वाक्सको मैले कुरा गरेँ, यदि कुनै सब्सटेन्स एक्सपान्ड भइरहेछ भने त्यति बेला चाहिँ प्रेसर बढ्दाखेरि मेल्टिङ पोइन्ट पनि बढ्छ। तर अहिले क्वेसनले कन्ट्र्याक्ट्सवाला क्वेसन दिएछ भनेको आइस टाइपवाला सब्सटेन्स हो, त्यस्तो केस छ भने प्रेसर बढ्यो भने मेल्टिङ पोइन्ट घट्छ। जति प्रेसर बढाउँदै गयो आइसको मेल्टिङ पोइन्ट हामीले नर्मल प्रेसरमा 0 डिग्री सेल्सियस भन्छौँ, त्यसपछि प्रेसर बढाउँदै गयो भने आइसको मेल्टिङ पोइन्ट घट्दै जान्छ, -1 -2। सो यसको राइट अप्सन हो डिक्रिजेस। वेन अन इन्क्रिजिङ इट्स प्रेसर द मेल्टिङ पोइन्ट डिक्रिजेस। ल अब हामी अर्को क्वेसनमा मुभ गर्दैछौँ। क्वेसन नम्बर 9, वेन वाटर इज हिटेड फ्रम 0 डिग्री सेल्सियस टु 4 डिग्री सेल्सियस। 0 देखि 4 सम्म पानीलाई तताउँदा हामीलाई थाहा छ वाटरको एनामलस एक्सपान्सन हुन्छ, 0 डिग्रीदेखि 4 डिग्रीसम्म तताउँदा वाटरको भोल्युम घट्दै जान्छ, र जुन सब्सटेन्सलाई तताउँदा भोल्युम घट्दै जान्छ, हिट गर्दा भोल्युम घट्दै जान्छ, त्यस्तो सब्सटेन्समा चाहिँ हामीले जेनरली भन्दा के भन्छौँ भन्दा ग्यासको लागि CP इज ग्रेटर देन CV भन्दै पढ्दै आएको हो।
रिलेसन पनि पढेको सिपी माइनस सिबी इज इक्वल टु आर भन्दै पढिरहेको ग्यासको लागि। तर यहाँ अहिले ग्यासको कुरा छैन, अहिले कुरा छ वाटरको। वाटरमा के हुन्छ, ड्यु टु एनामोलस बिहेभियर 0 देखि 4 सम्म तताउँदा वाटरको भोल्युम बढ्नको साटो घट्दै घट्दै जान्छ। यदि कुनै चिज तताउँदा भोल्युम घट्दै गइरहेछ भने हामीले के भन्छौँ, सिपी इज लेस देन सिबी भनेर भन्छौँ। यदि तताउँदा भोल्युम बढ्दै जान्छ, जस्तो ग्यासहरूको केसमा तताउँदाखेरि भोल्युम बढ्दै गएको हुन्छ, त्यस्तो केसमा हामीले के भन्छौँ, सिपी ग्रेटर देन सिबी भन्छौँ। ग्यासको केसमा सिपी माइनस सिबी इज इक्वल टु आर भन्ने रिलेसन पनि पढिरहेको थियौँ। अहिले चाहिँ वाटरको केसमा 0 देखि 4 सम्म वाटर तताउँदा भोल्युम घट्दै घट्दै जाने भएको कारणले गर्दा हामीले के भन्छौँ, सिपी इज लेस देन सिबी भनेर भन्छौँ। अब क्वेसन नम्बर 10 मा मुभ गरौँ। द टेम्परेचर एट विच वाटर वेपर इन द एटमोस्फियर इज सेचुरेटेड। वाटर वेपर इन द एटमोस्फियर इज सेचुरेटेड। सेचुरेटेड भनेको मिनिङ के भन्दा जब वाटर भ्यापराइज हुन्छ, एटमोस्फियरमा जान्छ, एयरसँग मिसिन्छ, अब त्यो जति पनि वाटर वेपर एयरले लिन सक्दैन, केही एमाउन्टमा मात्रै वाटर वेपर एयरले होल्ड गरेर राख्न सक्छ। अब एयरले जति एमाउन्टमा वाटर वेपर होल्ड गर्न सक्थ्यो त्यति एमाउन्टमा प्रेजेन्ट छ, अलरेडी प्रेजेन्ट छ भने अब एयरले वाटर वेपर अरू वाटर वेपरलाई चाहिँ होल्ड गर्न सक्दैन, अनि हामीले के भन्छौँ, सेचुरेट भयो भनेर भन्छौँ। अब यो सेचुरेट हुँदाको टेम्परेचर कति हुन्छ, त्यो टेम्परेचर हामीले स्पेसिफिक नाम दिन्छौँ, र त्यो नाम हो ड्यू पोइन्ट। ड्यू पोइन्ट चाहिँ यस्तो टेम्परेचर हो, यस्तो टेम्परेचर हामीले ड्यू पोइन्ट भन्छौँ जति बेला चाहिँ वाटर वेपर एयरमा वाटर वेपर के हुन्छ, सेचुरेट हुन्छ। त्यस्तै क्रिटिकल टेम्परेचर भनेको ग्यास र भ्यापरलाई तपाईँले छुट्याउने टेम्परेचर, यो यस्तो टेम्परेचर हो जुन मुनि कुनै ग्यास स्टेट छ भने त्यसलाई हामीले भ्यापर भन्छौँ। क्रिटिकल टेम्परेचर भन्दा माथिको ग्यास स्टेटलाई बल्ल ग्यास भन्छौँ। अथवा क्रिटिकल टेम्परेचर भन्दा यदि ग्यास स्टेटको टेम्परेचर क्रिटिकल टेम्परेचर भन्दा मुनि छ भने हामीले त्यो ग्यास स्टेटलाई टेम्परेचर नघटाइकन प्रेसर मात्रै बढाएर पनि हामीले के गर्न सक्छौँ, लिक्विफाइड गर्न सक्छौँ। त्यही भएर ग्यास र भ्यापरलाई छुट्याउने टेम्परेचर चाहिँ के हो भन्दा क्रिटिकल टेम्परेचर हो। अहिलेको केसमा हामीलाई वाटर वेपर सेचुरेट हुने टेम्परेचर सोधिरहेछ र त्यो टेम्परेचर हामीले के भन्छौँ, ड्यू पोइन्ट भनेर भन्छौँ।